102.4 मेगाहर्ज। नेपाली रेडियो, नेपाली आवाज। नमस्कार। द रोज इन्टरनेशनल फन्ड फर चिल्ड्रेन, रोटरी क्लब अफ पाटन केप्याड, सक्षमता विकास समाज नेपाल र रेडियो सगरमाथा FM 102.4 मेगाहर्जको संयुक्त प्रस्तुति हामी सबै सक्षम छौं कार्यक्रममा यहाँलाई स्वागत छ। हामी सबै सक्षम छौं कार्यक्रम प्रत्येक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो सगरमाथा FM 102.4 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। आज हामीले हामी सबै सक्षम छौं कार्यक्रममा एक्सेस प्लानेटका कार्यकारी निर्देशक लक्ष्मी नेपालसँग कुराकानी गर्दैछौँ। लक्ष्मीजी, यहाँलाई कार्यक्रममा स्वागत छ। हस्, धेरै धेरै धन्यवाद। यहाँको विस्तृत परिचय दिनुहोस् न। सर्वप्रथम त मलाई यो कार्यक्रममा इन्भाइट गर्नुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म चाहिँ अब तपाईँले नाम भनिहाल्नु भयो, लक्ष्मी नेपाल। एक्सेस प्लानेट संस्थामा चाहिँ कार्यकारी निर्देशकको रूपमा काम गर्छु। त्यो संस्थाले चाहिँ अपाङ्गता भएका बालिका र युवा महिलाहरूसँग काम गर्छ र त्यो सँगसँगै चाहिँ म अन्य विभिन्न सङ्घ संस्थाहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चाहिँ अपाङ्गता र महिला अधिकारको क्षेत्रमा काम गरिरहेको छु, आवाज उठाइरहेको छु। विशेष गरी चाहिँ मामा क्यास भन्ने एउटा संस्था छ, त्यो चाहिँ फेमिनिस्ट फन्ड हो, अरू महिला अधिकार संस्थालाई फन्ड दिन्छ, त्यसमा बोर्ड मेम्बरको रूपमा काम गरिरहेको छु। अनि चाहिँ अर्को चाहिँ एसिया पेसिफिक फोरम अन वुमेन ल एन्ड डेभलपमेन्ट, APWLD भन्छ, त्यो चाहिँ एसिया पेसिफिक लेभलको रिजनल महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था हो। त्यो पनि रिजनल काउन्सिल मेम्बर, बोर्ड मेम्बर जस्तै हो। त्यहाँ पनि बोर्ड मेम्बरको रूपमा रहेर महिला अधिकारको, अपाङ्गता अधिकारको क्षेत्रमा नेपालमा र अब ग्लोबली रिजनल्ली काम गर्दै आएको छु। यहाँ पूर्ण दृष्टिबिन हुनुहुन्छ। हजुर। यहाँको दृष्टिबिनपन कसरी भयो? मेरो जन्मिँदैखेरि चाहिँ दृष्टिबिन नै जन्म्यो। परिवारमा अरू सदस्यहरू पनि दृष्टिबिन हुनुहुन्छ? मेरो एकजना दिदी चाहिँ आँखा देख्नुहुन्न, एकजना दिदी चाहिँ देख्नुहुन्छ। भनेपछि तपाईँहरू जेठो दिदीले चाहिँ देख्नुहुन्छ? देख्नुहुन्छ। त्यहाँ मुनि माइलो दिदी र म चाहिँ दुईजना दृष्टिबिन हामी। हजुर। जन्मजात? हजुर। भक्तपुरमै हो जन्म? मेरो चाहिँ इलाम हो ओरिजिनल घर। अनि त्यसपछि इलामबाट मम्मी बाबाहरू अब गार्गी पनि जन्मिसकेपछि अनि उहाँको अब पढाइको अनि त्यसपछि बाबाको जबको सिलसिलाले पनि यता काठमाडौँतिरै आउनुभयो। म चाहिँ भक्तपुरमै जन्मेँ। नेपालको राजधानी नजिकैको जिल्लामा जन्मिनु भयो दृष्टिबिन भएर। यहाँले बाल्यकालमा कस्ता कस्ता चुनौती भोग्नु पर्यो दृष्टि नभएको कारणले? एकदमै इम्पोर्टेन्ट क्वेसन सोध्नु भयो यो, होइन? किनभने काठमाडौँबाट धेरै टाढा छैन, नजिकै जन्मे एउटा एस्पेक्टले। अर्को तर्फबाट त्यस्तो धनी परिवार होइन, त्यस्तो गरिब पनि होइन, खाना पुग्ने परिवारमा जन्मे होइन। त्यो हुँदा हुँदै पनि एज अ भिजुअल इम्पेयर्ड पर्सन, एज अ दृष्टिबिन व्यक्ति हुनाले भोग्नु परेका च्यालेन्जेसहरू चाहिँ एकदमै धेरै अनकाउन्टेबल नै छ जस्तो लाग्छ। सुरुमा चाहिँ अब मैले विद्यालयबाट नै सुरु गरेँ, जसको प्यारेन्ट्सलाई पनि अब दृष्टियुक्त बच्चा होस्, दृष्टिबिन बच्चा होस्, अरू अपाङ्गता भएको बच्चा होस्, होइन, सकेसम्म राम्रो एजुकेसन दिउँ भन्ने नै हुन्छ। हुन त थिमीमा पनि दृष्टिबिन व्यक्तिहरूले पढ्ने विद्यालय थियो, तर अब मेरो प्यारेन्ट्सहरूलाई अथवा त्यति बेलाको सिचुएसनको हिसाब गर्दाखेरि कम्पेरिटिभली कीर्तिपुरमा भएको ल्याबोरेटरी स्कुलमा अलिकति बढी क्वालिटी एजुकेसन थियो। त्यो हिसाबले उहाँहरूले हामी दुवैजनालाई ल्याबोरेटरी स्कुल, पहिला गार्गीले चाहिँ मेरो दिदीले ठिमी पढ्यो, ठिमीको स्कुल, अनि पछि चाहिँ उहाँहरूले दुवैजनालाई ल्याब स्कुलमा हाल्नको लागि प्रयास गर्नुभयो। अनि उहाँहरूले चाहिँ दुईजनालाई अब त्यो होस्टेलमा पनि कोटा सिस्टम हुँदो रहेछ नि त, कतिजना बस्न मिल्ने, कतिजना, पहिला चाहिँ, अब अहिले त जतिजना पनि बस्न मिल्छ होला सायद ठाउँ भएसम्म। अनि त्यो स्कलरसिप पाउने पनि कोटा सिस्टम हुँदो रहेछ, बस्न मिल्ने। अनि गार्गी चाहिँ होस्टेल बस्यो बल्ल बल्ल ल्याब स्कुलमा, मैले चाहिँ कोटा पाइनँ। त्यो भएको भएर म घरबाट आउने जाने गर्न पर्यो, एकदमै सानो बच्चा। अनि अहिले जस्तो बालकोटबाट गाडी पनि लाग्दैन थियो, बालकोटबाट कौशलटारसम्म हिँड्नु पर्थ्यो, 20 मिनट जति लाग्थ्यो होला मलाई पुर्याउन त मान्छे जानुहुन्थ्यो त्यही पनि। अनि त्यसपछि पब्लिक गाडीमा चाहिँ कौशलटारबाट फेरि कोटेश्वर आउनु पर्थ्यो, अनि कोटेश्वर आइसकेपछि बल्ल स्कुलको बस आउँथ्यो, एकदमै टाढा के, बालकोटबाट कीर्तिपुर सम्झिँदा अहिले टाढा, त्यो
बेलामा झन् बालकोटबाट गाडी पनि नलाग्ने अनि धेरै सानो बच्चालाई चाहिँ एकदमै धेरै टाढा हुन्थ्यो र पछि अब स्कुलबाट फर्किँदा पनि मम्मी अथवा बाबा प्रायः जस्तो मम्मी लिन आउनुहुन्थ्यो मम्मी र बाबा दुवैजना काममा हुनुहुन्थ्यो होइन मम्मी टिचर हुनुहुन्थ्यो अब ठ्याक्कै आफ्नो स्कुल सकेर लिन आउँदा ढिलो हुने के जहिले पनि मेरो गाडी भन्दा मम्मी ढिलो आइपुग्ने जहिले गाली गर्ने के त्यो गाडीको स्टाफले तिम्रो मम्मी त कहिले पनि टाइममा लिन आउँदैन भनेर अब त्यो यस्तो हो भनेर एउटा बच्चाले एक्सप्लेन पनि गर्न सक्ने भएन मलाई लोकेसनको हिसाबले चाहिँ एकदमै टाढा भएको याद छ फेरि मलाई एकदम गाडी लाग्थ्यो अहिलेसम्म पनि त्यस्तै अनि त्यो जहिले स्कुल जानु पर्यो कि ज्वरो आएको जस्तो फिल हुने क्या त्यो त्यस्तो टाइपको एक्सपिरियन्स छ र अब त्यसपछि चाहिँ जसरी तसरी पढ्दाखेरिका च्यालेन्जेसहरू पनि धेरै छन् ल्याब स्कुलको मेरो एक्सपिरियन्स मिक्स छ कतिपय अहिले अब हेर्दाखेरि चाहिँ कति कुराहरू म फर्चुनेट रहेछु अपर्च्युनिटी पाएछु अङ्ग्रेजीमा एक्सेस भयो भन्ने कुराहरू पनि छ भने कतिपय कुराहरू धेरै चाहिँ मिसिङ कुरामा पनि पढेको अब इन्टिग्रेटेड स्कुल हो जहाँ चाहिँ दृष्टिविहीन र दृष्टियुक्त व्यक्तिहरू विद्यार्थीहरू सँगै पढ्ने त्यो एउटा इन्क्लुसिभ स्कुलमा पढ्न पाएको फर्चुनेटको कुरा त छँदैछ त्यो सँगसँगै त्यसका च्यालेन्जहरू पनि धेरै थियो अब मेरो साथीहरूसँग जुन बुकहरू एक्सेस हुन्थ्यो मसँग हुँदैन थियो किनभने ल्याब स्कुल इङ्ग्लिस मिडियममा थियो किताबहरू खासै ब्रेलमा बन्दैन थियो बल्ल बल्ल त्यति बेला अन्धा कल्याण सङ्घ भन्थ्यो अहिले दृष्टिविहीन कल्याण सङ्घ भन्छ होइन उहाँहरूले गभर्मेन्टले जस उहाँहरू थ्रु बनाएको बुकहरू पछि आउन थाल्यो तर त्यो नेपालीमा होइन अब नेपालीमा त हाम्रो मिल्दैन अनि हाम्रो चाहिँ बुकको एक्सेस चाहिँ एकदमै कम हुन्थ्यो बुकको एक्सेस कम हुन्थ्यो तर साथीहरू चाहिँ अब इन्भाइरोमेन्टै त्यस्तै थियो क्या साथीहरू सपोर्टिभ हुन्थ्यो साथीहरूसँगै बस्ने पढ्ने होमवर्कहरू गर्ने क्लासवर्कहरू गर्ने त्यस्तो टाइपको इन्भाइरोमेन्ट हुन्थ्यो भने सबैभन्दा हामीलाई च्यालेन्ज चाहिँ फिगर क्वेसन म्याथमेटिक्सको क्वेसनहरू हुन्थ्यो किनभने अब सबैसँग पढेको हो तर त्यो टिचरहरूलाई चाहिँ दृष्टिविहीन व्यक्तिहरूलाई विद्यार्थीलाई कसरी पढाउने भन्ने खालको ट्रेनिङहरू दिएको हुँदैन थियो नि त अनि त्यो ट्रेनिङहरू नदिएको पनि हुनाले उहाँले 30-40 जनामा 1-2 जनाको निड्सहरूलाई केयर गर्न पनि गाह्रो हुने होला त्यही भएर अब म्याथमेटिक्सका क्वेसन्सहरू अनि फिगरका क्वेसन्सहरू चाहिँ अब सबै बोर्डमा लेखेर सल्भ गर्ने हुँदा अनि हामीले रिसोर्स सेक्सनबाट अलिक बढी जति सपोर्ट पाउनु पर्ने हो अब उहाँहरूको पनि नलेजको ग्याप हो कि अकाउन्टेबिलिटीको कमी हो कि त्यहाँनिर म्याथ साइन्स जस्तो सब्जेक्ट म्याथ्समा स्पेसिफिकली एकदमै धेरै च्यालेन्ज हुन्थ्यो अब प्लस पोइन्ट ल्याब स्कुलमा पढ्दै गर्दाको कुरा मैले मिक्स्ड एक्सपिरियन्स थियो भन्दै गर्दा भिजुअल इम्पेयर्ड स्टुडेन्ट्सहरू एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरूमा चाहिँ एकदमै धेरै ट्यालेन्ट थियौँ क्या हामीहरू हाम्रो ट्रनमा अनि इन्डोर एक्टिभिटिजहरूमा हामीलाई दुईतिरबाट अवसर भयो एउटा स्कुलभित्रका एक्टिभिटिजहरूमा हामी एकदमै फरवर्ड थियौँ त्यो सँगसँगै अरू प्यारा जुन अपाङ्गता क्षेत्रका एक्टिभिटिजहरू हुन्छ नि त्यस्तोमा पनि हामीलाई अवसर भएको भएर चाहिँ स्कुलको आउटडोर एक्टिभिटिजमा त्यति धेरै इन्भल्भ गराइँदैन थियो त्यति बेला अलिक कन्सेप्ट थिएन होला र इन्डोर स्कुलको एक्टिभिटिज र अरू यो अपाङ्गता क्षेत्रका प्यारा स्पोर्ट्स लगायतको अन्य क्विजहरू यस्तो हुन्थ्यो त्योले गर्दाखेरि भिजुअल इम्पेयर्ड स्टुडेन्ट्सहरू चाहिँ ट्यालेन्ट अरूसँगै कम्पिटेटिभ ट्यालेन्ट अझै कति अवस्थामा त हामीले अझै कतिमा चाहिँ अझै धेरै होइन भिजुअल भएको देख्ने स्टुडेन्टहरू भन्दा पनि फरवर्ड भएर आएको त्यस्तो खालको इक्जाम्पल पनि छ त्यही भएर मेरो मिक्स्ड एक्सपिरियन्स भयो इभन काठमाडौँमै हुर्किने अवसर पाएको भए पनि होइन धेरै कुराले च्यालेन्ज पनि थियो तर अब इङ्ग्लिस एजुकेसन पायो जुन नेपालको लागि जति नै नेपाली भाषा भने पनि नेपाली भाषा सँगसँगै इङ्ग्लिस ल्याङ्ग्वेज पनि हामीलाई ग्लोबल मार्केटको लागि एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ र इङ्ग्लिसमा एक्सेस भएकै कारणले अहिले म जुन स्थानमा पुगेको छु त्यसमा पनि पुग्न सफल भएको छु जस्तो लाग्छ यसरी चाहिँ मेरो एक्सपिरियन्स मिक्स नै भयो धेरै च्यालेन्जेसहरू सँगसँगै अपर्च्युनिटीहरू त्यसरी जोडिँदै गयो ल्याबोरेटरी विद्यालयबाट 10 कक्षा पास गरेपछि अगाडिको पढाइ कता गर्नुभयो र त्यहाँ चाहिँ कस्ता कस्ता चुनौती थिए अब यसै ल्याब स्कुल छोड्दै गर्दा हामी सबै दृष्टिविहीन विद्यार्थीहरूको एउटा हामीले रिलिफ चाहिँ के हुन्थ्यो भने ओहो अब 11 क्लासदेखि हामीले म्याथ पढ्नु पर्दैन हामीलाई त सबैभन्दा गाह्रो त त्यही भएको थियो नि त अनि हुन पनि मलाई पनि रिलिफ त्यही भयो म्याथ पढ्नु पर्दैन भन्ने एउटा चाहिँ हाम्रो मलाई अहिले पनि ठ्याक्कै याद छ र सुरुमा एसएलसी थियो हाम्रो पालोमा त होइन एसएलसी सक्यो अनि एसएलसी सकेपछि चाहिँ मैले
यतै काठमाडौँमै एम्बिसन एकाडेमी भन्ने चाहिँ +2 थियो, त्यहाँनिर पढेँ र त्यो सँगसँगै पढ्दा पढ्दै कम्प्युटरहरू पनि सिकेँ कि बिहानको कलेज थियो अनि जहाँ पनि कम्प्युटर सिक्न त मिल्दैन, अब स्क्रिन रिडरहरू सिकाउँदैन, त्यही भएर त्यति बेला चाहिँ कीर्तिपुरको TSTCBD भन्ने अर्गनाइजेसनमा कम्प्युटर सिकाउँथ्यो। बिहान कलेज जान्थेँ, बिहानै मम्मीले खाना बनाइदिनुहुन्थ्यो 4 बजे उठेर, अनि कलेज जान्थेँ खाना लिएर। अनि त्यसपछि चाहिँ कलेजबाट बानेश्वर कलेज थियो, कलेजबाट कीर्तिपुरमा कम्प्युटर लगायत अरू स्किल डेभलपमेन्टको ट्रेनिङहरू लिएर घर फर्किँदा त 6-7 बज्थ्यो। त्यति बेला अलिकति ठ्याक्कै हजुरले सोध्दै गर्दाखेरि जोड्ने कुरा, अब किन मैले चाहिँ एउटा च्यालेन्ज सक्यो भनेर सोच्थ्यौँ नि त हामीले, होइन। फेरि अरू च्यालेन्जहरू चाहिँ स्टार्ट हुँदो रहेछ क्या। एज अ भिजुअली इम्पेयर्ड गर्ल, अब पहिला त होस्टेल बस्यौँ, अब त एक्लै ट्राभल गर्नु पर्यो, हाम्रो लागि सधैँ कोहीसँगै हिँडिदिने भन्ने कुरा पनि पोसिबल भएन, होइन। त्यो हामीले खोज्दा पनि खोजेनौँ। अनि एक्लै ट्राभल गर्दा, सार्वजनिक गाडीहरूको प्रयोग गर्दाखेरि एउटा दृष्टिविहीन बालिका किशोरीले जति चाहिँ अब्युजहरू फेस गर्नु पर्ने कुराहरू, होइन। कहिले अब ठ्याक्कै त्यो कीर्तिपुरबाट ट्रेनिङहरू सकाएर फर्किँदाखेरि त 6-7 पनि बज्छ, अनि त्यहाँनिर त्यो कस्तो डरलाग्दो मान्छेहरू भेटिने, होइन। त्यस्तो खालको च्यालेन्जहरू एकदमै धेरै फेस गर्नुपर्ने। अब झन् त्यहाँ माथि कहिलेकाहीँ पेट्रोलियम क्राइसिस भएर गाडीहरू कम चल्ने, कहिलेकाहीँ के आन्दोलनहरू भएर जब गाडीहरू चाहिँ कम चल्ने, त्यो बेलामा चढाउन नमान्ने, त्यस्तो बेलामा फेरि हामीलाई हुने, किनभने अरू मान्छेहरू धकाल गरेर चढिहाल्थ्यो, त्यसपछि गाडी प्याक हुने, अब झुन्डिन सक्दैन भनेर चढ्न नसक्ने, बिच बाटोमा अलपत्र पढ्नुपर्ने चाहिँ हामी हुन्थ्यो नि। त्यसका च्यालेन्जका फेसहरू चाहिँ त्यस्तो भयो। तर मैले पढाइकै ठ्याक्कै कुरा गर्दाखेरि चाहिँ +2 मैले भनिहालेँ एम्बिसनमा पढेँ, अनि मेरो पढाइ राम्रै थियो। त्यसपछि चाहिँ मैले ब्याचलर्स गभर्मेन्ट कलेज RRमा गरेँ, सबै टिचर्सहरूको वेल विशर्सहरूको अगेन्स्टमा गएर, होइन। गभर्मेन्ट कलेजमा किन पढ्ने भन्ने कुरा थियो, तर पढाइ त प्रायः राम्रै हुँदो रहेछ। अनि त्यसपछि 1 वर्ष चाहिँ नन डिग्री अन्डर ग्रेजुएट कोर्स चाहिँ मैले फुल ब्राइटको जुन गभर्मेन्टको US गभर्मेन्टको स्कलरसिपमा US मा गएर मिजोरी स्टेट युनिभर्सिटीमा गरेँ। र हायर एजुकेसनकै कुरा गर्दाखेरि मैले मास्टर्स आएर यो कन्फ्लिक्ट पिस एन्ड डेभलपमेन्ट स्टडिज TUमा पढेको, र एज अ एक्सचेन्ज स्टुडेन्टको रूपमा चाहिँ 1 सेमेस्टर हामी श्रीलङ्कामा गएर अध्ययन गरेका थियौँ, 7-8 जनाको टिम। यस्तो भयो मेरो चाहिँ हायर एजुकेसन। जस्तै यहाँले त विदेशमा पनि अध्ययन गर्ने अवसर पाउनुभयो, एज अ एक्सचेन्ज स्टुडेन्टको रूपमा होस् अथवा 1 सेमेस्टर उता विदेश पढ्नुभयो, होइन। यो पढाउने प्रणाली, जाँच दिने पद्धति भनौँ न, कस्तो थियो, कस्ता चुनौती थिए, राइटर नपाउँदाका चुनौती, होइन। र विदेशमा गएर चाहिँ ती पक्कै पनि तनाव भएन राइटर खोज्नको विदेशमा, होइन। पक्कै पनि अब यहाँ स्कुलसम्म त अब स्कुलमै एक्जामहरू दिइन्थ्यो, होइन। SLC दिने बेलामा स्कुलले नै खोजिदिने लगभग को राइटर हुन्छ, किनभने राइटर त फास्ट लेख्न सक्ने मान्छेहरू हुन पर्यो नि त। अनि जुनियर क्लासको राम्रो लेख्न सक्ने स्टुडेन्टहरू हुने भन्ने लगभग त्यो सिस्टम नै त्यसरी बसिसकेको थियो, त्यति धेरै अप्ठ्यारो भएन। जब +2बाट ब्याचलर +2 अनि त्यसपछि यहीँको मास्टर्स दिने प्रोसेसहरूमा त्यो बेलामा चाहिँ राइटरको एकदमै धेरै तपाईँले भन्नुभएको जस्तो जसले एक्जाम लेखिदिनलाई खोज्नु पर्ने भयो, किनभने नेपालको इभन अहिलेसम्मको सिस्टम अनुसार पनि अब केमा अलिअलि सुरु भएको छ क्या, है। नभए चाहिँ हामीले आफूले लेख्न सक्दै पनि अरू व्यक्तिलाई, आफूभन्दा जुनियर व्यक्तिलाई चाहिँ राइटरको रूपमा लगेर लेखाउनु पर्ने। अनि अब नेपालमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब कलेजको एक्जाम आयो, कलेजको इन्टरनल एक्जाम पनि हुन्छ नि त। सुरुमा त मसँग ल्यापटप थिएन कलेज पढ्दाखेरि, इन्टरनल एक्जाम अब कसरी दिने, अब सबैमा राइटर खोजेर कसलाई लिएर आउने अप्ठ्यारो भयो। मैले चाहिँ के रिक्वेस्ट गरेँ भने टिचरसँग, म ब्रेलमा एक्जाम दिन्छु अनि हजुरहरूलाई पढेर सुनाउँछु, फाइनल एक्जाम चाहिँ राइटरसँग दिन्छु भन्ने कुरा गर्दाखेरि उहाँहरूले मान्नुभयो। अनि म ब्रेलमा एक्जाम दिन्थेँ, अनि उहाँहरूले त्यो पेपर लिएर जानुहुन्थ्यो, कि त्यही दिन कि भोलिपल्ट त्यो पढेर सुनाउँथेँ। मेरो सधैँ हाइएस्ट नै मार्क्स आयो +2मा, होइन। अब पछि राइटर खोज्ने बेलामा चाहिँ अलिअलि कलेजले थोरै
सपोर्ट त गर्थ्यो तर फुल रेस्पोन्सिबिलिटी आफ्नै हुने। अब एक्जामको टाइममा एक्जामको लागि पढ्ने कि राइटर खोज्ने भन्ने अहिलेसम्म पनि स्टुडेन्टहरूलाई त्यो प्रब्लम परिरहेकै छ। र अब यो कन्टेक्स्टलाई बाहिरको कन्टेक्स्टसँग कम्पेयर गर्दाखेरि मैले युएस को एक्जाम्पल दिन्छु। युएसमा चाहिँ मैले पढेको युनिभर्सिटीमा चाहिँ एक्सेस टेक्नोलोजी सेन्टर भन्ने थियो, काहीँ चाहिँ रिसोर्स टेक्नोलोजी सेन्टर यस्तै केही नामले डिसेबिलिटी भएको स्टुडेन्ट्सहरूलाई चाहिने असिस्टेन्सहरू चाहिँ प्रोभाइड गर्नलाई लगभग प्रायः जस्तो युनिभर्सिटीहरूमा त्यसरी अलोकेट गरेको हुन्छ। र अब मलाई यहाँ नेपालमा किताब पढ्नलाई जुन अघि गाह्रो भएको कुराहरू गरेको थिएँ, त्यहाँ चाहिँ हामीले पहिला किताब चाहिँ पर्चेज गर्नु पर्यो, युएसमा किन्न पर्यो। त्यो किताब किनिसकेपछि उनीहरूले त्यसलाई हामीले पढ्न मिल्ने स्क्यान गरेर हामीले पढ्न मिल्ने चाहिँ सफ्ट कपीमा बनाइदिन्थ्यो। त्यो एउटा बुकको प्रब्लम सल्भ भयो। किताब चाहिँ किन्नु पर्यो, बिल दिन पर्यो लगेर, बुक पनि दिन पर्यो। यदि उनीहरूसँग छैन भने अनि उनीहरूले कन्भर्ट गरेर चाहिँ त्यसलाई बनाइदिन्थ्यो। त्यसले गर्दा एउटा इजी एक्सेस भयो भनौँ न रिसोर्सेसमा। र अब एक्जामको कुरा गर्दाखेरि त्यहाँनिर राइटरको केही पनि प्रब्लम नै भएन, कम्प्युटरमा एक्जाम दिन पाइन्थ्यो। त्यो रिसोर्स आफ्नो कम्प्युटरमा होइन, एक्सेस रिसोर्स सेन्टरमा भएको कम्प्युटरमा अलरेडी स्क्रिन रिडर सफ्टवेयर जुन हामीले कम्प्युटर चलाउनको लागि प्रयोग गर्छौँ त्यो सफ्टवेयर इन्स्टल हुन्थ्यो। र पहिल्यै रिक्वेस्टहरू गरिसकेको हुन्थ्यो कि यो स्टुडेन्ट चाहिँ डिसेबिलिटी भएको स्टुडेन्ट हो, यो सपोर्ट चाहिन्छ भनेर पहिल्यै प्रोफेसरहरूलाई चाहिँ जानकारी गराइसकेको हुन्थ्यो। एउटा चाहिँ गाइड गर्ने सुपरभाइजर पनि हुन्थ्यो होइन। अब उसको गाइडेन्समा चाहिँ सबैलाई जानकारी गराइसकेपछि अब सिधै गयो, मलाई त अब राइटर खोज्नुपर्ने चिन्ता पनि भएन, गयो कम्प्युटरमा चाहिँ क्वेसनहरू उनीहरूले दिन्थ्यो, त्यसैमा एन्सर गर्यो, धेरै सजिलो हुन्थ्यो। र अब युएसको त्यस्तो एक्सेस भयो भने श्रीलङ्का अलि नेपाल जस्तै नै थियो। श्रीलङ्कामा चाहिँ त्यहाँ पनि राइटरै राख्ने चलन रहेछ। अब अहिले केही प्रोग्रेस भयो कि होइन, अहिले 5-7 वर्ष पनि भइसक्यो त्यहाँ राइटर राख्ने रहेछ। तर फेरि त्यहाँनिर झन् के प्रब्लम भयो भने श्रीलङ्काको मान्छेहरूको हाम्रो जतिको पनि इङ्ग्लिस नहुने होइन। उहाँ त अब सिनाला भाषाहरूलाई प्रायोरिटी दिएको छ नि त इङ्ग्लिस भन्दा, अनि हाम्रो जतिको पनि इङ्ग्लिस नहुने। अनि मैले यहाँ हुँदाखेरि टियु भन्यो भने अलिक प्राइभेट जस्तो टाइपको कोर्स थियो। टियुबाट चाहिँ कम्प्युटरमा एक्जाम दिन खोजेको टियुले मानेन, तर त्यहाँ श्रीलङ्का गइसकेपछि चाहिँ त्यो इङ्ग्लिसको प्रब्लम भएको भएर उनीहरूले मान्यो फेरि कम्प्युटरमा एक्जाम दिनको लागि। मैले चाहिँ कम्प्युटरमा एक्जाम दिन पाएँ, तर अरू त्यहाँको भिजुअल इम्पेयर्डहरू सबैले पाउनुहुन्न। त्यस्तो टाइपको अब युएस युरोपमा धेरै इम्प्रुभ भइसकेको छ। अब इन्डियाहरू पनि प्रोग्रेसिभ छ। हाम्रो नेपालमा चाहिँ पहिला जस्तो थियो थोरै केयुहरू बाहेक अझै त्यो त एउटा रिजनेबल अकोमोडेसन भन्छौँ नि त, तत्कालीन उपाय मात्रै हो नि त। एकदम अरूसँग एक्जाम दिने त आफ्नो स्किल्स पनि युटिलाइज गर्न पाएन, त्यो अवैज्ञानिक टाइपको भयो होइन। अहिलेसम्म पनि हामी त्यसैमा अर्कै छौँ जस्तो लाग्छ। तपाईँ अहिले द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, रोटरी क्लब अफ पाटन केप्याड, सक्षमता विकास समाज नेपाल र रेडियो सगरमाथा FM 102.4 मेगाहर्जको संयुक्त प्रस्तुति हामी सबै सक्षम छौँ कार्यक्रम सुनिरहनु भएको छ। आज हामी सबै सक्षम छौँ कार्यक्रममा एक्सेस प्लानेटका कार्यकारी निर्देशक लक्ष्मी नेपालसँग कुराकानी गरिरहेका छौँ। यति सङ्घर्ष गरेर अध्ययन गर्नुभयो होइन, देश विदेशका अनुभवहरू यहाँसँग छन्। अहिले यहाँ एक्सेस प्लानेटको कार्यकारी निर्देशक हुनुहुन्छ। एक्सेस प्लानेटले के गर्छ, यो संस्था खोल्नुपर्ने आवश्यकता किन भयो? हामी एक्सेस प्लानेट चाहिँ अपाङ्गता भएको बालिका र युवा महिलाहरूसँग काम गर्छ। सुरुमा हामीले अर्गनाइजेसन खोल्दाखेरि चाहिँ कस्तो देख्यौँ भन्दाखेरि अर्गनाइजेसनहरू अलरेडी थिए। हामीले खोल्दाखेरि कति अर्गनाइजेसनहरू छ अहिले पनि, ओपिडिज भन्छ, अर्गनाइजेसन्स अफ पर्सन्स विथ डिसेबिलिटिज होइन। तर स्पेसिफिक रूपमा चाहिँ टेक्नोलोजीमा काम गर्ने अर्गनाइजेसन, एक्सेसिबिलिटीमा काम गर्ने अर्गनाइजेसन्सहरू चाहिँ हामीले देखेनौँ। त्यो रिजनले गर्दाखेरि हामीले के कुराको रियलाइज गऱ्यौँ, हामीले जसरी पढ्यौँ होइन, त्यो कुराहरूलाई एनालाइज, जसरी हामी अगाडि बढ्यौँ त्यो कुराहरूलाई एनालाइज गर्दै गर्दाखेरि
चाहिँ टेक्नोलोजीको कुरा, टेक्नोलोजीमा एक्सेस, हाम्रो लागि चाहिँ टेक्नोलोजी एउटा मनोरञ्जनको साधन मात्र होइन रहेछ, हाम्रो लागि त डेली लिभिङको एकदमै अत्यावश्यक कुरा रहेछ टेक्नोलोजी भन्ने कुरालाई महसुस गर्दै चाहिँ अपाङ्गता भएको व्यक्तिहरूलाई जति चाहिँ टेक्नोलोजीमा लिङ्क गर्न सक्यौँ। अब सानो एउटा कुरा गर्न पनि हामीलाई त टेक्नोलोजी चाहियो नि त, अब पढ्नदेखि लिएर रोजगारको कुराहरू लिएर, अब इनड्राइभहरू अथवा राइड सर्भिसेस भनौँ न, बुकिङहरू गर्न, डेली इभन दृष्टिबिनहरूलाई त कलर चुज गर्न होइन, अब कलर के छ भनेर हेर्नको लागि जे गर्न पनि टेक्नोलोजी चाहियो। अपाङ्गताभित्र पनि अपाङ्गता भएको महिलाहरू चाहिँ मार्जिनलाइज रहेछ भन्ने कुरा म विद्यालयबाट निस्केपछि बुझेँ होइन, आफैले फेस गर्नु परेको च्यालेन्ज, अझै झन् ग्रामीण भेगमा जाँदाखेरिका च्यालेन्जहरू देख्दाखेरि, र अपाङ्गताभित्र पनि अपाङ्गता भएका बालिका र महिलाहरूको च्यालेन्ज अझै धेरै रहेछ। र त्यसमा चाहिँ टेक्नोलोजिकल एक्सेस हामीले उहाँहरूको इन्हान्स गर्न सक्यौँ भने त्यसले गुणस्तरीय शिक्षामा पनि हेल्प गर्न सक्छ र रोजगारीमा पनि चाहिँ यसले सपोर्ट गर्न सक्छ भनेर हामीले यो 2-3वटा कुरालाई बालिका, महिला र टेक्नोलोजीलाई चाहिँ फोकस भएर एक्सेस प्लानेट खोलेका थियौँ। एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने, जब म त अब काठमाडौँमै हुर्किन पाएँ, अल्दो देयर वेयर च्यालेन्जेस, तर कम्तीमा मैले त पढ्न पाएँ। अनि म प्रोग्रामहरूमा जाँदाखेरि सङ्घ संस्थाको हामीभन्दा अग्रज व्यक्तिहरूले के भन्नुहुन्थ्यो भन्दा, अझै धेरै अपाङ्गता भएको व्यक्तिहरू पढ्नै पाएको छैन, दृष्टिबिन व्यक्तिहरू भन्नुहुन्थ्यो। अनि मलाई चाहिँ त फेक भने होला अङ्ग्रेजीमा एजुकेसन पाएको छैन होला, नेपाली मिडियममा त पढिराख्नु भएको छ होला जस्तो लाग्थ्यो क्या। अनि जब म कामले ग्रामीण तहतिर गएँ अनि मलाई फर्स्टमा तराईमा सक्ड भएको थियो क्या। एकजना 18 वर्षको हुनुहुँदो रहेछ, 18 वर्ष पुगिसक्नु भएको रहेछ, कहिले विद्यालय जानुभएको रहेछ। अब यस्तो पनि हुन्छ र, ल 18 वर्ष पुगिसक्नु भयो, अब विद्यालय जान पाउनु भएको रहेछ, दृष्टिबिन हुनुहुँदो रहेछ। त्यो पछि काम गर्दाखेरि त कति रहेछ त्यस्तो खालको केसेसहरू अहिले नै पनि कति धेरै छ होइन। त्यो देखिसकेपछि चाहिँ अपाङ्गताको भएको बालिकाको क्षेत्रमा, महिलाको क्षेत्रमा काम गर्नुपर्छ भन्ने अझै बढी चाहिँ रियलाइजेसन भयो जस्तो लाग्छ। अब एक्सेस प्लानेटले केमा काम गर्छ भन्दा, मैले अघि नै कन्टेक्स्ट जोडिसकेँ, हामी धेरै चाहिँ प्रविधिमा काम गर्छौँ। अपाङ्गता भएको महिलाहरूलाई कम्प्युटर सिकाउने, विभिन्न चाहिँ हाम्रो लागि एक्सेसिबल हुने एपहरू सिकाउने, अनि अहिले चाहिँ हामीले एक्सेसिबल चितवन नेत्रहीन सङ्घ र एक्सेस प्लानेटको जोइन्ट इनिसिएटिभमा चाहिँ किताबहरू एक्सेसिबल रूपमा प्रड्युस गर्ने लगायतको कामहरू विशेष गरी चाहिँ अझै धेरै विद्यालयलाई टार्गेट गरेर कम्प्युटर ट्रेनिङहरू सञ्चालन गर्ने। किनभने दृष्टिबिन व्यक्ति पढ्ने विद्यालयमा स्क्रिन रिडरमा आधारित रहेर सिकाउनु पर्यो नि त, त्यो त्यहाँको टिचरहरूलाई चाहिँ धेरै थाहा नहुने, अनि सानैदेखि कम्प्युटरमा अभ्यस्त भए पनि उहाँहरूले रिसर्चको कुराहरू, एजुकेसनको कुराहरूमा राम्रो हुने भएर हामीले एकदमै धेरै विद्यालयलाई फोकस गरेर चाहिँ कम्प्युटर ट्रेनिङहरू गरिरहेछौँ। त्यो सँगसँगै हामी अब महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था भएको रिजनले गर्दाखेरि अब लैङ्गिकताको कुरा, महिलावादको कुराहरू, लिडरसिपको कुराहरू, स्पेसिफिकली ग्रामीण तहमा पनि अपाङ्गता भएको महिलाहरूलाई एकीकृत गरेर चाहिँ उहाँहरूलाई इम्पावर गर्ने कुराहरूमा, त्यो सँगसँगै टेक्नोलोजीको क्यापेसिटी बिल्डिङको कुराहरू त जोडिएर नै जान्छ। यस्तो कुराहरूमा काम गरिरहेछौँ भने अब प्रजनन स्वास्थ्य चाहिँ अरू संस्थाहरूले नि गरिरहनु भएको छ। हामीले चाहिँ यौन तथा प्रजनन स्वास्थ्यमा चाहिँ बालिकालाई मात्रै टच गरेर काम गरिरहेछौँ धेरै जस्तो, किनभने हामी अलि स्कुल फोकस प्रोग्रामहरू पनि गरिरहेको भएर बालिकाहरू घरबाट टाढा विद्यालयमा अहिले पनि छात्रावासमा अपाङ्गता भएको बालिकाहरू बस्नुपर्ने र उहाँहरूले स्कुलबाट किताबबाट पाउने इन्फर्मेसन पनि पर्याप्त नहुने, अपाङ्गताको समावेशिताको आधारमा जस्तै अब प्याड नै कसरी लगाउने त, सेनिटरी प्याड, अथवा चाहिँ त्यसलाई डिस्पोज गर्ने तरिकाहरू के हो त, अब बडी एनाटोमीको कुराहरू हामी चाहिँ स्कुलमा फोकस भएर, एसआरएचआरको कुराहरू चाहिँ स्कुलमा फोकस भएर गर्छौँ भने बढी चाहिँ टेक्नोलोजी थ्रु नै एजुकेसन र इकोनोमिक इम्पावरमेन्टमा बढी फोकस भएर काम गरिरहेछौँ। र त्यो सँगसँगै एकदमै क्विक कुरा जोड्नु पर्दाखेरि चाहिँ महिलाहरूको क्षेत्रमा काम गर्ने भएको हिसाबले नै पनि हाम्रो न्यायमा पहुँच पनि अर्को महत्त्वपूर्ण चाहिँ पाटो हो।
हो। हामीले अहिले भर्खरै न्याय साथी भन्ने एपको विकास गरेको छौँ, जसमा चाहिँ जुन नीतिहरूलाई पहुँचयुक्त ढाँचामा राख्ने र अपाङ्गता भएको महिलाहरूलाई चाहिँ सहज रूपमा प्रोबोनो लयर्सहरूसँग उहाँहरूलाई जोडाउनको लागि यो एप भर्खरै विकास भएको, तर अब यसलाई अझै 2-3 वर्ष हामीले काम गर्नुपर्ने आवश्यकता देखिन्छ। जसले यो कार्यक्रम सुनिरहनु भएको छ उहाँलाई एक्सेस प्लानेटबाट उपलब्ध हुने सुविधाहरू अथवा त्यहाँबाट प्राप्त हुने तालिमहरूमा सहभागी हुनु रहर छ भने कसलाई कसरी सम्पर्क गर्ने? अब हाम्रो पेजमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन। एक्सेस प्लानेटको पेज छ, संस्थाको अकाउन्टहरू छ, त्यहाँ पनि मेसेज गर्न सक्नुहुन्छ। अब त्यहाँ पनि एक्सेस छैन भने फोन गर्न सक्नुहुन्छ। मलाई नै पर्सनली फोन गर्नुभयो नि हुन्छ। एक्सेस प्लानेटको नम्बर चाहिँ 66304356 6630435 हो। त्यहाँनिर कन्ट्याक्ट गर्नुभयो भने अब तपाईँलाई रिलेभेन्ट हुने, जस्तै कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भन्दा उहाँहरूलाई कुन तालिम चाहिन्छ भन्ने नै कुरामा कन्फ्युज भइरहेको हुन्छ। हामीले हेरेर उहाँहरूलाई चाहिँ कुन सान्दर्भिक हुन्छ, कुन कुरा सिक्दाखेरि इन्ट्रेस्ट हुन्छ, त्यो कुराहरूमा जोडाउँदै लैजान सक्छौँ। यहाँले धेरै ठाउँमा काम पनि गरिसक्नु भएको छ। हजुर, अहिलेसम्म अपाङ्गता भएका महिलाहरू, दृष्टिविहीन महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण, कार्यक्षेत्रहरूले हेर्ने दृष्टिकोण, रोजगारदाताहरूले गर्ने व्यवहार कस्तो छ? हजुरले भन्नुभएको जस्तै म धेरै ठाउँमा काम गरेको छु होइन। यहाँभन्दा एक्सेस प्लानेट भन्दा पहिला पनि अरू संस्थाहरूमा पनि काम गरेँ। 1 वर्ष त UN वुमेनमा पनि काम गरेँ र त्यो सँगसँगै म आफ्नो यो वकालतको क्रममा विभिन्न हामीले त्यो ट्रिटीहरूमा काम गर्छौँ, सिडा, CRPD, त्यसको क्रममा पनि धेरै कन्ट्रीहरू चाहिँ गएको छु। र समग्रमा भन्नुपर्दा धेरै देशहरूको सिचुएसन चाहिँ उस्तै पनि छ नेपालसँग। कति कुरामा फरक पर्छ चाहिँ विकसित देशहरूको सन्दर्भमा कुरा गर्छौँ भने उहाँहरूको प्रविधिमा एक्सेस बढी छ। उहाँहरूलाई गभर्मेन्टले नै जुन असिस्टिभ डिभाइसेसहरू चाहिन्छ त्यसमा चाहिँ सब्सिडाइज गरिन्छ क्या, गभर्मेन्टले नै सपोर्ट गर्छ। तर हाम्रो चाहिँ धेरै जस्तो आउट अफ पकेट नै हाल्नुपर्ने, त्यो गर्दाखेरि पनि अलिकति त्यहाँनिर ब्याकवर्ड छ भने मान्छेहरूको हेर्ने भ्यू, हामीसँग बोल्ने अलिकति पहिला भन्दा चाहिँ चेन्ज भएको देख्छु। किनभने पहिला मैले नाम नभनिकन कुनै ठुल्ठुलो कलेजहरूले पहिला दृष्टिविहीन व्यक्तिहरूलाई लिन मान्नुहुन्न थियो कि, अनि अहिले चाहिँ उहाँहरूले दृष्टिविहीन व्यक्तिहरूलाई त्यही कलेजमा स्कलरसिपै दिएर पढाइरहेको मैले देख्छु। त्यो हुँदाखेरि चाहिँ स्लोली एन्ड ग्रेजुअली चेन्जिङ जस्तो छ। तर रोजगारीको कुराहरूमा स्पेसिफिकली अझै धेरै गाह्रो छ। किनभने अब तपाईँलाई पनि थाहा छँदैछ, हाम्रो साथीहरूले नाम निकाल्नुहुन्छ, शिक्षक सेवामा हुनुहुन्छ धेरै जस्तो, नाम निकालिसकिसकेपछि पनि त्यत्रो पढेर उहाँहरूले नाम निकालिसकिसकेपछि पनि त्यो विद्यालयले हाजिर गर्नको लागि आनाकानी गर्ने खालको इन्भाइरोमेन्ट अझै पनि छ है नेपालमा। र अझै प्राइभेट सेक्टरलाई, किनभने गभर्मेन्टको जबले मात्रै त पुग्दैन नि त। गभर्मेन्टमा त कति नै जनाले जागिर खान सक्नुहुन्छ र किनभने त्यसका लिमिटेसन्स पनि हुन्छन्। प्राइभेट सेक्टरलाई अपाङ्गता भएको व्यक्तिहरूलाई रोजगारीमा कन्भिन्स गराउनको लागि खासै इनिसिएटिभ्सहरू चाहिँ भएको छ जस्तो एकदमै कम नै देखिन्छ। उहाँहरूले भन्दाखेरि त तपाईँहरू एकदमै ट्यालेन्ट हुनुहुन्छ नै भन्नुहुन्छ भन्दाखेरि, तर जब अपर्च्युनिटी दिने बेला आयो पहिलाको भन्दा थोरै प्रोग्रेसिभ त छ। तर अब प्राइभेट सेक्टरमा रोजगारीकै एक्सेसको कुराहरू गर्ने हो भने चाहिँ अझै पनि हामीले उहाँहरूको एटिट्युड पनि चेन्ज गर्न सकेको छौँ जस्तो मलाई लाग्दैन। र हाम्रो साथीहरूको पनि त्यही अनुसारको स्किल डेभलपमेन्ट हुनु पनि पक्कै पनि जरुरी छ। अपाङ्गता भएका बालिका र महिलाहरूको सर्वाङ्गीन विकासको लागि कोले के गर्दै हुन्थ्यो जस्तो लाग्छ यहाँ? सुरुमा त जस्तो भए पनि रेस्पोन्सिबल त अब फ्यामिली मेम्बर्स र राज्य नै हुन्छ होइन। एउटा अपाङ्गता भएको बच्चा जन्मिसकेपछि चाहिँ अरू अपाङ्गता नभएको बच्चा जसरी नै अब अझै उसलाई बढी केही फेसिलिटिजहरू चाहिएला, इक्वल ट्रिटमेन्ट गरेर आवश्यक छ भने इक्विटेबल नै ट्रिटमेन्ट गरेर भए पनि सुरुमा त फ्यामिली मेम्बर्सले नै उसलाई स्वीकारेर राम्रो अपर्च्युनिटीहरू दिन सक्यो भने अपाङ्गता भएको बालबालिकाहरूले पनि राम्रोसँग चाहिँ ग्रो अप गर्न सक्छ, करियर बिल्ड गर्न सक्छ भन्ने कुरा परिवारले नै बुझ्नुपर्छ जस्तो लाग्छ। र राज्य पनि
एकदमै रेस्पोन्सिबल हुनुपर्छ र हामी अर्गनाइजेसन्सहरूले गरिरहेको काम राज्यलाई नै सपोर्ट गरे हो, किनभने हामीले बाहिरबाट प्रायः जस्तो बाहिरबाट फन्डहरू लिएर आएर काम गर्छौँ, त्यो राज्यकै लागि आएको हो नि त। र धेरै जस्तो चाहिँ मैले के देखेको छु भन्दाखेरि हामीले कम्प्युटर क्लासहरू गर्छौँ, स्कुलमा स्पोर्ट्सहरू पनि गराएर हुन्छौँ, कहिले कहिले असिस्टिभ टेक्नोलोजीहरू पनि दिन्छौँ र कतिपय अवस्थामा चाहिँ कम्प्युटर छैन भने हुन्छ हामीलाई स्कुलले पहिला दिनु अगाडि, अनि गएर मोनिटरिङमा जाँदाखेरि चाहिँ पहिलाको भएको कम्प्युटर सबै खाटमुनि थियो क्या एउटा स्कुलको, त कुनैमा खाटमुनि कुनैमा एकदमै अनयुज होइन। अलि गभर्मेन्टको अकाउन्टेबिलिटीको कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ होला। मोनिटरिङ पनि ल हामी एज अ मोनिटरिङ गर्न आउँदैछौँ है भनेर पहिल्यै इन्फर्म गरेर उनीहरूले देखाएको रुम मात्रै हेर्नु भन्दा पनि रियलमै अझै अपाङ्गता भएको बालिकाहरू त छात्रावासमा बस्नुहुन्छ, मोनिटरिङ स्ट्रिक्ट हुनुपर्छ जस्तो लाग्छ। र हामीले एकदमै धेरै उठाउँदै आएको कुरा चाहिँ छात्रावासभित्रको गुनासो सुनवाई संयन्त्र चाहिँ एकदमै स्ट्रङ बनाउनुपर्छ, किनभने हामी पनि त्यहाँ गए गर्ने कुरा आउँदैन कुनै पनि अर्गनाइजेसन। र अपाङ्गता भएको बालबालिकाहरू छात्रावासमा बसेर उहाँहरूलाई अब्युज भयो भने उहाँहरू रिपोर्टिङ गर्ने मेकानिजम पनि छैन, कहाँ जाने उहाँहरू होइन। त्यही भएर अब धेरै केसेसहरू चाहिँ रेपै भएको केसेसहरू, प्रेग्नेन्ट भएको केसहरू, अपाङ्गता भएको बालिकाहरू चाहिँ अब्युज भएको केसहरू कति धेरै उहाँहरूले चाहिँ पीडा सहेपछि मात्र आउँछ। मोनिटरिङ मेकानिजम चाहिँ स्ट्रङ हुँदै जानुपर्छ जस्तो लाग्छ। र अब राज्य भनेको के हो भन्दा हामी सबैजना हो क्या, जो चाहिँ प्राइभेट सेक्टरमा काम गरिराख्नु भएको छ, जो डेभलपमेन्ट एजेन्सीमा काम गरिराख्नु भएको छ, उहाँले आफ्नो तर्फबाट सानो मात्रै सपोर्ट गर्यो भने पनि त्यसले एउटा अपाङ्गता भएको व्यक्तिको जीवनमा ठुलो चाहिँ सहयोग पुग्न सक्छ जस्तो लाग्छ मलाई। हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ, केही छुटेको छ भन्नुलाई? मलाई चाहिँ अब के भन्न मन लागेको छ, अहिले हामी नयाँ गभर्मेन्ट पनि छ, अलिअलि केही न केही सबैलाई थोर बहुत भए पनि आशा जागेको छ। र मैले अघि पनि भनिसकेँ, आफू जुन स्थानमा छौँ, आफू जुन सेक्टरमा छ क्या, जे पनि राज्यले गर्नुपर्छ भन्दै गर्दा हामी सबैको रेस्पोन्सिबिलिटी चाहिँ उति नै हुन्छ जस्तो लाग्छ। र आफूले मैले अपाङ्गताको क्षेत्रमा मात्रै नभनेर चाहिँ अब आफ्नो छेउछाउमा कोही अब दलित बालिका पढ्न पाएको छैन कि, अथवा अपाङ्गता भएको बालिकालाई अथवा महिलालाई केही सपोर्ट चाहिन्छ कि, सानो सहयोग एउटा भोलिन्टरीली नै भए पनि सबैको तर्फबाट अलिअलि त्यसरी चाहिँ मतलब च्यारिटेबल रूपमा नभएर राइट बेस्ड रूपमा लैजान पनि टाइम लाग्छ नि त। सबैले आफ्नो तर्फबाट केही न केही गर्यो भने चेन्ज चाहिँ अवश्य आउँछ। अब प्रोसेस चाहिँ अलिकति ग्रेजुअल हुन्छ भन्ने लाग्छ। यति सँगसँगै चाहिँ अब मलाई कुराहरू सेयर गर्ने अवसर दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यहाँको व्यस्त समयका बावजुद पनि हाम्रो स्टुडियोसम्म आएर यति धेरै जानकारी दिनुभयो, त्यसको लागि यहाँलाई पनि धन्यवाद। हस्, धन्यवाद। तपाईलाई द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, रोटरी क्लब अफ पाटन केप प्याड, सक्षमता विकास समाज नेपाल र रेडियो सगरमाथा FM 102.4 मेगाहर्जको संयुक्त प्रस्तुति हामी सबै सक्षम छौं कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझावको लागि adsonkTM@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। आजको कार्यक्रमबाट बिदा हुने समय भइसकेको छ। प्राविधिक संयोजनको लागि प्राविधिक मित्र सरोज थापालाई धन्यवाद दिँदै म निर्मला गेवाली पनि बिदा चाहन्छु। नमस्कार।